आज चाहिँ मैले मेरो भान्सामा यो दालको बडी बनाउन गइरहेको छु। एकदमै सिम्पल वेमा। सबैभन्दा पहिले चाहिँ 2 घन्टा 1 घन्टा जस्तोको लागि यो दाललाई भिजाउनुपर्छ। मैले चाहिँ चना र मुसुरीको दाल लिएको छु। अनि मजाले भिजिएको दाललाई पिस्ने, अनि त्यसमा नुन र बेसार हाल्ने, अनि त्यो मजाले फ्राई गर्ने तार्ने। त्यस पछाडि मैले मसलाहरूको लागि लिएको छु टमाटर, प्याज, अनि तेल मजाले तताएर यसमा जिरा पड्काएँ। त्यस पछाडि मैले यो टमाटर प्याजलाई पनि हालेँ, अनि प्याज अलिकति गोल्डन ब्राउन भएपछि मैले टमाटरलाई हालेको छु। त्यस पछाडि मैले आफैले पिसेर राखेको जिरा अनि खुर्सानी, लसुन र अदुवाको पेस्ट हालेँ। मजाले त्यो मसलादेखि तेलहरू छोड्नुपर्छ, अनि मात्र तपाईँले यसरी रस हाल्न सक्नुहुन्छ है। अनि यो मजाले उम्लिसके पछाडि यो बनाएको दालको बडी पनि पकौडा पनि हालिदिने। त्यस